नमस्ते। ल है, आज हामी एउटा यस्तो विषयमा कुरा गर्न जाँदैछौँ जसको नाम सुन्ने बित्तिकै कता कता अप्ठ्यारो लाग्न सक्छ, तर मनमा जिज्ञासा पनि उत्तिकै हुन्छ। हो, हामी कुरा गर्दैछौँ यौन शिक्षाको। अनि आज हामी यही विषयमा फैलिएका हल्ला र यसको वास्तविकता के हो त्यो पर्दा हटाउने प्रयास गर्नेछौँ। सबैभन्दा पहिले एउटा प्रश्नबाटै सुरु गरौँ न है। जब यौन शिक्षा भन्ने शब्द सुनिन्छ, दिमागमा के कुरा खेल्छ होला? पक्कै पनि सबैको मनमा आफ्नै विचार र भावनाहरू आउँछन् होला, होइन त? र यस्तो हुनु एकदमै सामान्य कुरा हो, किनभने धेरैजसो अवस्थामा यो विषयमा हाम्रो बुझाइ कि त अधुरो हुन्छ, कि त सुनेको भरमा हल्लाकै आधारमा बनेको हुन्छ। तर चिन्ता नलिनुहोस्, आज हामी यही अधुरोपनलाई पूरा गर्ने कोसिस गर्नेछौँ। त्यसो भए यौन शिक्षा भनेको आखिर के हो त? यसको वास्तविक र पूरा अर्थ के हो? ल, अब यसको गहिराईमा डुबुल्की मारौँ। धेरैले सोध्छन् यौन शिक्षा भनेको केवल शारीरिक सम्बन्धको बारेमा पढ्नु हो, तर त्यो त आधा मात्रै सत्य हो। वास्तविकतामा त यो एउटा यस्तो शैक्षिक प्रक्रिया हो जसले हामीलाई हाम्रो आफ्नै शरीर, हाम्रो भावना, हाम्रा सम्बन्धहरू र हाम्रा अधिकारहरूबारे सही, वैज्ञानिक र स्पष्ट जानकारी दिन्छ। यहाँ हेर्नुहोस् त, यो तस्बिरले कुरालाई छल्लङ्ग पार्छ। एकातिर छ हल्लाको जालो, जुन गलत जानकारी र साथीभाइबाट सुनेका कुराहरूले बुनेको हुन्छ, अनि अर्कोतिर छ वास्तविकताको उज्यालो बाटो, जुन वैज्ञानिक तथ्यमा आधारित छ र हामीलाई एउटा स्वस्थ जीवन जिउन सिकाउँछ। ठिक छ, अर्थ त बुझ्यो, तर खासमा यो किन चाहियो त? हामीलाई यसको के फाइदा छ र? यो प्रश्न पनि त आउँछ नि मनमा। ल सुन्नुहोस्, यौन शिक्षाले हामीलाई कम्तीमा पनि 5वटा शक्तिशाली सुपर पावर दिन्छ। पहिलो, यसले हाम्रो मनमा भएको भ्रम र डरलाई हटाउँछ। दोस्रो, हाम्रो शरीरमा आउने परिवर्तनहरूको लागि हामीलाई तयार पार्छ। तेस्रो, हाम्रो आत्मविश्वास ह्वात्तै बढाउँछ। चौथो, आफ्नो सुरक्षा र अधिकारबारे सचेत बनाउँछ। र पाँचौं, स्वस्थ र सम्मानजनक सम्बन्ध कसरी बनाउने भनेर सिकाउँछ। खास गरी किशोर अवस्थामा हाम्रो शरीरमा कति धेरै परिवर्तनहरू आउँछन्, होइन त? जस्तै केटीहरूमा महिनावारी सुरु हुनु, केटाहरूको आवाज धोत्रो हुनु। सही जानकारी भयो भने यस्ता परिवर्तनहरूसँग डराउनुको सट्टा हामीले त्यसलाई एउटा सामान्य र प्राकृतिक प्रक्रियाको रूपमा सजिलै स्वीकार गर्न सक्छौं। र जब हामीलाई थाहा हुन्छ नि कि यो सबै परिवर्तन किन र कसरी भइरहेको छ, तब डर आफै हराएर जान्छ। अनि त्यसको ठाउँमा आउँछ आत्मविश्वास। हामीलाई आफ्नो शरीरप्रति गर्व महसुस हुन थाल्छ। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पाटोको। ज्ञान नै शक्ति हो र ज्ञान नै सुरक्षा पनि हो। यौन शिक्षाले हामीलाई कसरी सुरक्षित राख्छ त? यो शिक्षाले हामीलाई छुवाईको भाषा बुझ्न सिकाउँछ, राम्रो र नराम्रो स्पर्शबीचको फरक। मायाले सुरक्षाको महसुस गराएर कसैले छोयो भने त्यो गुड टच हो। तर यदि कसैको स्पर्शले हामीलाई असहज, डर वा असुरक्षित महसुस गराउँछ भने त्यो ब्याड टच हो। यो कुरा बुझ्नु नै दुर्व्यवहारबाट बच्ने पहिलो सुरक्षा कवच हो। यो शिक्षा आफ्नो सुरक्षाको लागि मात्र होइन है, अरूको सम्मान गर्न पनि उत्तिकै जरुरी छ। यसले हामीलाई सहमति अर्थात् कन्सेन्टको महत्त्व सिकाउँछ। यसको सोझो अर्थ हो कुनै पनि काम गर्नु अघि अर्को व्यक्तिको स्पष्ट हुन्छ लिनु। यदि कसैले हुँदैन भन्छ वा चुप लाग्छ वा हिचकिचाउँछ भने त्यसको अर्थ सधैँ हुँदैन नै हो। र हेर्नुहोस् त, यो विषय शरीरमा मात्रै सीमित छैन। यसका 3वटा बलिया खम्बाहरू छन्: शारीरिक, मानसिक र सामाजिक। हाम्रो शरीर, हाम्रो भावना र हाम्रो सामाजिक व्यवहार, यी सबै मिलेर मात्रै हाम्रो समग्र स्वास्थ्य राम्रो हुन्छ। ल, अब हामी लगभग अन्त्यतिर आइपुग्यौं। एउटा कुरा के बुझौँ भने यौन शिक्षा कुनै जाँचमा पास गर्नुपर्ने किताबी विषय मात्रै होइन। हो, यो भनाइले नै सबै कुरा प्रष्ट पार्छ। यौन शिक्षा कुनै लाज मान्नुपर्ने वा लुकाउनुपर्ने कुरा होइन। यो त एउटा जीवन उपयोगी सिप हो। जसरी हामी पौडी खेल्न वा साइकल चलाउन सिक्छौं नि, ठ्याक्कै त्यस्तै। जब हामीसँग सही ज्ञान हुन्छ, हामी आफ्नो र अरूको ख्याल राख्न सक्छौं। यसले हामीलाई एउटा जिम्मेवार र सचेत नागरिक बन्न प्रेरणा दिन्छ, जसले गर्दा एउटा राम्रो र सुरक्षित समाज बनाउन मद्दत पुग्छ। र अन्त्यमा म यो एउटा प्रश्न सोच्नको लागि छोड्दैछु। आफ्नो शरीर, आफ्नो भावना र सँगसँगै अरू मान्छेहरूको पनि सम्मान गर्न सिक्नु, यो नै सायद सबैभन्दा ठूलो शक्ति हो, होइन र?